हामी फेरि फर्क्यौँ गुम्दी। तर यसपटकको यात्रा पहिले भन्दा धेरै विशेष। धादिङको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरदेखि सुरु भएको हाम्रो यात्रा नयाँ अनुभवले भरिएको थियो। जीवनमा पहिलो पटक धान रोप्यौँ, हिलोमा खेल्यौँ, गाउँलेहरूसँग हाँस्यौँ र सम्झना लायक पलहरू सँगाल्यौँ। बारीबाटै टिपिएको अर्ग्यानिक मकै, ताजा काँक्रो अनि गाउँको आत्मीय आतिथ्यले यो यात्रालाई अझ मिठो बनायो। र अन्त्यमा रमाइलो, हाँसो र अविस्मरणीय सम्झनाहरू। आउनुहोस् हाम्रो साथमा गुम्दी पार्ट 2 को सुन्दर यात्रा अनुभव गरौँ। ल आज फेरि हाम्रो स्टार्ट भयो। सेम प्लेस, सेकेन्ड टाइम हैन त? कहाँ जाँदैछौँ रे हामी? धादिङ गुम्दी 2। मौसमले एकदम च्यालेन्ज, रमाइलो हुन्छ ल, रमाइलो हैन? एकदम रमाइलो हुसुई भएको मौसम छ। वेदर पनि त मजाको छ अहिले है, तल्लो लाएर मौसम बाहिर आइसकेछ। त्यो कुरिलो बसिरहेको छ। सही छ। अब हाम्रो गाडी कुट्दैछौँ, हामी जाँदैछौँ गुम्दी। आयो बल्ल फोन उठाइदिने, फोन उठाउनु पर्दैन। मैले पज देखिरहेको थिएँ, रोक्छिकन रोक्दैन म। कहाँ रोक्छ त? त्यहाँ कोनामा बसेर सयचोटि फोन गऱ्यो होला। आफ्नै ध्यानमा छ, आफ्नै ध्यानमा मेडिटेसन गरेर आएको मेडिटेसन गरेर खतरा खतरा मान्छे छ यार। के भिडियो लिएर हो यस्तो यस्तो कुराहरू पनि नगर्नु प्लिज। हजुर यहाँ एउटा यस्तो मान्छे छ जो उठी उठी मेडिटेसन गर्छ। के भरे? सबै सुविधा छ यहाँ। म जहिले पनि लिन्थेँ पानी, आज चाहिँ हाम्रो साथीहरूको हातबाट खानु पर्यो। सुत्यो मजाले। मस्त देख्ने है। निदाएर त पुऱ्याउने अरे अहिले। Finally we're here. हामी चाहिँ अहिले धादिङ बेसी आइपुग्यो। अब यहाँबाट चाहिँ हामी गाडी रिजर्भ गरेर त्यसपछि तारे बेसी हुँदै हामी लुम्रे पुग्छौँ। हाम्रो यो फर्स्ट ब्रेकफास्ट नै हो यो। आधी नाप हुन्छ। बियरहरू व्हाइट कलरको छ्याङ ल, बनाना लस्सी, नुडल्स ल। म चाहिँ कहाँ चाहिँ के गरौँ त? म ढोकालाई नै हुन्छ है। केस पनि छ, मिक्स, एकदमै मिक्स के भइरहेछ नि? एकदम मिक्स्ड है, के अचम्म भइरहेको छ। दिस इज फर्स्ट टाइम, यो काइन्ड अफ एक्सपिरियन्स है त। लास्ट टाइम एक्सपिरियन्स। ज्यामिरे भन्ने ठाउँमा आइपुगेको छौँ। ज्यामिरे चाहिँ अहिले यो लन्च ब्रेकको लागि रोकेको छ बस। सो यहाँबाट गाडी आउँदैछ। यो ठाउँ पनि रमाइलो रहेछ, मजाको। गर्मी त मन सक्छ होइन? 44मा बसिरहेको मान्छेहरू त्यहाँ तिम्रो मैले 65सम्म खाएको छु। 65 65-60 त्यो त अति हुन्छ यार। अहिले चाहिँ हामी तारे बेसी आइपुग्यो। तारेबेसीको पुल, तारे बेसीको पुल हो यो। सेलरोटी खाएर के खाएर? चिया र सेलरोटी। चिया सेलरोटी खायो मजाले। माछा किन्यो, लोकल माछा। अब गएर बजाउनु पर्छ लोकल माछा भरे बेलुका। बनाउने कसले हो त? लोकल मान्छेले बनाउने हो त? हो यहाँ छ नि लोकल मान्छे अगाडि गइरहेछ। बिस्कुट खाने हो भने त 10 रुपियाँ। यो ठाउँलाई चाहिँ ह्याप्पी नै भन्छ होइन त। सो यताबाट गयो भने चाहिँ तारे बेसी, यताबाट गयो भने कल्याण टार, अनि यो ह्याप्पी नै भन्ने ठाउँ। हाम्रो जाने चाहिँ यो वे हो।
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 4 त्रिपुरा सुन्दरी माई मन्दिर जाने बाटोमा छौँ। अब यहाँबाट चाहिँ त्रिपुरा सुन्दरी जाने बाटो माथि छ। यो ठाउँमा राजकिरणको जाने एकदमै ढोको थियो, सो हाम्रो प्लान अनुसार अब यहाँबाट जाँदैछौँ त्रिपुरा सुन्दरी। ह्याप्पी ल होइन त मेन यहाँ हाम्रो राजकिरणको हो इच्छा एकदमै यहाँ जाने। कस्तो लागिरहेछ त? रमाइलो लागिरहेछ। हो रमाइलो लागिरहेछ। श्री च्यान्टे कोइराला र बिबा कोइरालाद्वारा निर्मित मूल गेट। एउटा यस्तो नामको हैन कहाँबाट आउँदा काठमाडौँ होइन? ल के हुन्छ? मन सफा हुनु पर्यो मेन। तपाईँलाई फुलको पैसा लिनु भने होइन, पैसा दिनु भने। हस् धन्यवाद। हस् ल। बरु माग्यो भने दिन्छ। ठडो रहेछ उकालो, तर हिँड्न चाहिँ सकिरहेछ। बाटो अलि चिप्लो पनि छ अरे, ठिकै छ, बिस्तारै जाउँला। यो बाटो चाहिँ अलि डरलाग्दो छ, स्लिपरी, मान्छे पनि त्यति नहिँड्ने रहेछ। सो ग्रिप बनाउँदै हिँड्नुपर्छ। राम्रोसँग जाऊ है साथी हो, केयरफुल भएर हिँड साथी हो, केयरफुल लिएर गएर। भर्याङ साह्रै लामो रहेछ, चिप्लो, अझै सिधै छैन। यत्रो चढिसक्यो, आयो होला त अब, आयो भन्छ, अघि नै आयो भन्थ्यो। यहाँ झन् चिप्लो रहेछ, बिस्तारै जानुपर्छ। मेबी अब आयो कि यहाँबाट मन्दिर जस्तो त देखाएको छ। फाइनल्ली आइपुगे हामी त्रिपुरा सुन्दरी। On your demand. On your demand. त्रिपुरा सुन्दरी माई की त्यहाँ दसैँ मन्दिर। दसैँ मन्दिर प्रवेशद्वार। यस्तो स्लिपरी बाटो, यस्तो स्लिपर लगाएर चढेँ म। स्लिपरी बाटो स्लिपर लगाएर। स्लिपरी बाटोको लागि त हो नि भाइ, थाहा छैन। त्यो भाइले साह्रै चिप्लो छ। माई गॉड, कस्तो दामी त्यो फ्लावर्सहरू। ल यो त खतरा रहेछ नि। ओहो, खुकुरी क्रस फर्स्ट टाइम देखेको। ल वाउ, जानु ट्याङ्गा बजार। सही छ यार जाडोलाई। त्यो त पहिरो जान लाग्यो हो यार। यो त पहिरो जान्छ होला नि त यार, यहाँ त पुरै यस्तो छ। अब हाम्रो जाने भनेको चाहिँ यो बिचको, यो जङ्गलको बिचमा एउटा फाँट जस्तो छ। त्यो फाँटको ठ्याक्कै माथि त्यहाँ चाहिँ बस्ती छ। त्यो बस्तीसम्म चाहिँ बस जान्थ्यो, सो त्यहाँसम्म हिँड्नु पऱ्यो। त्यहाँबाट अझै हामी मोर 45 मिनट्स यताबाट यताको पाहाडमा यो वाइट कलरको अलिकति ग्रुप, त्यहाँ के भन्छ घरको बस्तीहरू देखिरहेछ। त्यो भनेको त्यहाँबाट अझै हाफ एन आवर अथवा 45 मिनट्स अझै यो डाँडा यताबाट यस्तो घुमेर जानुपर्छ। ठिक छ, हिँडौँला, केही छैन।
चाहिँ अब टार्जन है टार्जन ल सबै पास सबै पास ल हाम्रोमा चक्लेट छैन चक्लेट दिनुहुन्छ है त्यही त नि चक्लेट सबै बसमा पर्यो तिमीले कसरी पकाउँछ होला त्यही भएर खास मैले हतार गरेँ न त हतार गर्ने मान्छे थिएन म त खाँदैन यस्तो यस्तो राइसलाई पनि टक्क अब हामी गौचनहरूको पनि त्यही हो चलन नेवारहरूको चाहिँ चलन खाँदैन भने यसो गर्नै पर्छ आम्मामामामामा माय गॉड कुन ए त्यो ऊ नि त्यसको पछाडि नुवाकोट भयो नि होइन र होइन यो तल तल चाहिँ बिल्डिङ बनाएर त्यो बिल्डिङहरू छ यो कालीगण्ड के अरे बुढी गण्डकी यता तल छ होला है कहाँ बुढी गण्डकी यता परिसक्यो अब हो र यो त कताको पर्यो त आँखु भन्छ यसलाई आँखु भन्छ यसलाई हो र ऊ त के अरे गुरुङ गाउँ त्यतातिर होइन भने गुरुङ आउने त्यो पछि अनि त्यो चाहिँ अनि रेखा घर उतातिर हो होइन त्यही अनि देखिरहेको त्यही त अनि बुढी गण्डकी त्यहाँ तल छैन बुढी गण्डकी यसलाई भन्दैन क्या बुढी गण्डकी यता भन्छ के रहेछ यो एप्पल जस्तो यार यो त सानो मिनी एप्पल यो रुखमा पुरा फलेछ उहाँहरूलाई थाहा होला त्यो के फलेको त्यहाँ बर खानु हुने हो कि नखाने बर पिपल हुने हो ए बर पिपल भनेको यही हो पिपल अर्को हुन्छ बर हो बेलुङ बेलुङ रहेछ नि बेलुन भनेर बेलुङ हो नि त होइन बेलुङ रहेछ कि यो चोक रहेछ अब माथि जाने अहिलेसम्म हामी कति हिँड्यो त हामी हिँड्यो यार कति बजी हिँड्यो क्या यादै भएन मलाई त कति बजी हिँड्यो हामी मन्दिरबाट चाहिँ 3:30 मा हिँडेको मन्दिर घरबाट 7 बजी हिँडेको मन्दिरबाट हिँडेको हामी मेन हिँडेको हो नि कि त्यहाँबाट त हो नि त्योभन्दा तलबाट हिँड्यो हो अहिले 4:30 भयो 1 घन्टा हिँडेको 1 घन्टा 1.5 घन्टा हिँडेको यताबाट फुलखर्क जान्छ जान्छ हस् ल अब हामी गङ्गा जमुना माई दर्शन गर्ने गाउँपालिकामा अब हामी छिर्दैछौँ बेलुङबाट क्रस गरेर गङ्गा जमुना अब हाम्रै आफ्नै गाउँठाउँ आइपुगे जस्तो फिल भयो मलाई ल ओ हावा पनि कस्तो डिफ्रेन्ट ओहो है ओहो कस्तो वेलकम गरे जस्तो वाह अनि यहाँबाट सिधै गयो भने त हो होइन यहाँबाट त कहाँ तल अब यो त पुरै घुम्नुपर्छ नि फेरि यता गएर क्या अब कहाँ भने तल गएर फेरि माथि जानु भनेर जानुपर्ने पुरो पहिला पश्चिम जानुपर्छ पुरा जानलाई ठिक छ हाम्रो साथीभाइमा एनर्जी छ हिँडिरहेछन् त्यस्तो थकान कसैले पनि महसुस गरेको छैन जे होस् सबैजना हिँड्न सक्ने भएकोले अहिले रमाइलो भइरहेछ के छ त ठिक छ एकदम ठिक छ यार अघि चाहिँ एकदमै गाह्रो भएको थियो कि बसमा हुँदाखेरि त्यो रिङ्गटा लाग्ने मोसन सिकनेस हुने हामीलाई यो टेक्नोलोजीको सहारा काम छैन रहेछ अब हामीलाई सिर्फ प्राकृतिक हिँडाइ नै स्वास्थ्यकर रहेछ कि हिँड्न थालेपछि एकदम मस्त र त्यस्तो आएको सुनेको छैन 4 आवर्स वाक भइसक्यो हिँड्न सकेका छन् जोस् रमाइलो भइरहेछ 25 किलोमिटर्सभन्दा बेसी भइसक्यो हामी हिँडेको अब अर्को मेबी 10 किलोमिटर बाँकी होला सायद त्यहाँबाट पुग्नलाई ठिक छ तर बाटो यस्तोसम्म बाटो भएकोले चाहिँ अलिक सजिलो भएको छ अहिले डाँडाहरू चाहिँ सक्यो बल्ल बल्ल फुलखर्क चाहिँ पुग्यो हामी
त्यो 3 गनेमा राजुहरू चिन्नुहुन्छ अमेरिका छ नि अहिले राजु भट्टराई मेरो चमाको छोरा हो बासु ल ल है हस् अझै हामी हिँड्दैछौँ लम्किँदैछौँ हाम्रो अझै अब गाउँकै मान्छेहरूले यति चाँडो हिँड्नुभयो भनेर मान्छे त खुसी लाग्यो भनेपछि तपाईँहरू हिँड्न सक्नु हुँदो रहेछ भनेपछि चाहिँ हामीलाई अझ है हौसला मिल्यो फर्स्ट टाइम मैले त स्लिपरमा कटाएँ ओहो थेला उठ्ला भने डर भइसक्यो फाइनल्ली आइपुग्यो हामी फुलखर्कको बजारमा आइपुग्यो अब हिँड्दा हिँड्दै तर के हाने अझै धेरै हिँड्न बाँकी छ अँध्यारो होला भने डर भइसक्यो ठिक छ हिँडिन्छ अब लाइट्सहरू अब झन् भारी बोकेर हिँड्छन् साथीहरू मैले त पहिल्यै बोकिरहेको छु केही छैन बस्न खोजिरहेको छु 8:45 बजिसक्यो अझसम्म पुग्ने छाँटकाटै छैन 7 घन्टा हिँड्यो घर आइपुग्यो फाइनल्ली थाक्यो ठिकको टाइममा आयो जति भन्यो त्यति टाइममा आयो होइन एक्ज्याक्टली टाइम त 9 बजे पुग्छ भन्थ्यो 9 बजे पुग्यो है ठ्याक्कै 9 बजे पुग्यो ल यस ल आइपुग्यो गुड मर्निङ गाइस अर्ली मर्निङ हाम्रो रुटिन चल्दैछ घाँस कटिङ सबै अब यहाँको यो सबै पाड्ने होला म त भर्खर उठेँ यो म्यानेजर मान्छेहरू चाहिँ यहाँ काम गरेर रमाइलो सब काटेर अब यो साडी यताको अब अम्बा पनि किन काटेको होला यो अम्बै अम्बा छ त यहाँ त जीवन किन काटेको झाडी भयो भने अम्बै काटिदिन्छ होइन मेवा पनि फल्न थालेछ एभोकाडोको बोट पनि भाँच्दैछ खाली खुट्टै माटोसँग खेल्यो काम गरे राइसले कि खेल्यो कि काम गरे खेल्यो ल हाम्रो साथीले चाहिँ यहाँ यो गर्दैछ हामी उहाँबाट बोकेर लाग्यो नि काठमाडौँबाट बोकेर ल्याएको चिज अब यहाँ कतिको फल्छ भनेर चाहिँ नेक्स्ट टाइम आउनुपर्छ नेक्स्ट टाइम आउँदा चाहिँ यो कति हुनु पऱ्यो कत्रो हुनु पऱ्यो त्यत्रो त हुनु पर्ने त्यत्रोसम्म भयो त्यति बेलासम्म त आइन्छ होला है यो पेजमा तिमीले लेख्ने यो पेजमा तिमीले लेख्ने है यो कर्सिभ राइटिङ होमवर्क हो यो यता मान्छेले सही एजन रोड रुल्समा जाओस् भनेर नियम बनाउन पर्छ पहिला उसको शिक्षा हुनु पर्यो ठुलो कपी यहाँ छ ठुलो कपी दिदीजनालाई एकैपल्ट नियम लाग्नु है अनि सानो कपी चाहिँ 1 2 3 4 5 6 7 8 9 रहेछ दाइलाई चाहिँ 5 मेला गएर आएको हुन्छ कि मेला जान लाग्यो सम्बोट लगाएर यो चाहिँ 2 and 2 ओके यो होमवर्क पनि देखाउनु पर्छ नि तिमीले होमवर्क गरेर देखाउनु पर्छ नि मलाई फोटो खिचेर पठाउने है यहाँ पेन्सिल पनि छ कि कोडा यो बाबु चाहिँ यो बाबु चाहिँ उसको छोरा हो क्या हाम्रो यता किचनमा चाहिँ ओहो ल अब एकदमै गुड्ने कार्यक्रम भइरहेछ एकदम लोकल कुखुरा एकदम हेर्दै पनि हाम्रो आज चाहिँ हिजोको माछालाई डाउन गर्ने गरेर मजाले चाहिँ चिकन पाक्नु भयो आज हामी चाहिँ एकदमै वेटिङ है एकदमै कस्तो होला भनेर है त्यही खराब चाहिँ नहोस् नि फेरि अब यसलाई ट्याक्क लगाएर ग्रेभी राम्रो गरेर लोकल कुखुरालाई झोल बढी नहाल्ने ठिक्क तालले बनाएर हाम्रै लोकल पारामा चाहिँ लोकल टेस्टमा चाहिँ हामीले
अहिले नै मबाट रस आइसक्यो भाइ भोक थिएन भोक लाग्न थाल्यो है सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका ती दिनहरू कति तडपे पर्खिरहे पर्खे तिमी आएनौ वेदनामा गीत कोरे पर्खे तिमी आएनौ वेदनामा गीत कोरे सुनिदेऊ यो गीत मेरो अमर रहोस् यो प्रीत हाम्रो We will rock you We will rock you Rock you Buddy, you're a young man, hot man, starting on the street, gonna take on the world someday. But on your face, Big disgrace all over the place. We will rock you We will rock you We will rock you One time. We will rock you Country road, take me home to the place I belong, West Virginia, mountains by my heart, take me home, country road. आज हाम्रो भाउजूले चाहिँ हाम्रो लागि स्पेसल अब केही बनाउँदै हुनुहुन्छ म चाहिँ यहाँ मकैबारी हुँदै अब यहाँ अहिले एकछिनपछि मकै पनि पोलेर खाने हो सायद मकै पनि पोल्नु भइसकेको छ सायद मेरो प्यारी भाउजूले चाहिँ यहाँ अब मकै पोल्ने अनि यो भाउजू के हो यो भन्नुहोस् रक्सी रक्सी के को रक्सी कदाको कोदोको रक्सी खास हाम्रै लागि भनेर गर्नुभयो है भाउजूले अनि होइन त न त किन बसाल्छ त्यही भएर ल भाउजूले चाहिँ यहाँ यस्तो उसमा पनि यस यति गरिदिनु भएको छ अब मकै अहिले भाउजू मकै खायो भने पोल्सियो अनि यही हुन्छ भाउजू यही हुन्छ पाएन पर्दैन ल ल साथी हो पोलेको मकै आइसकेको छ मकै आइसक्यो 30 रुपियाँ है 30 रुपियाँ ल के हो आफा गरौँ ल ल तातै छ तातै छ। ल किनेको अचार हालेर खानुपर्छ कस्तो छ कस्तो छ ओ आँखा चिम्ल्यो चस्माले आँखा चक्यो Delicious ल mesmerizing taste तिम्रो आँखा छेक्यो क्या त्यो आँखा चिम्लेको त्यो भाइ भए होइन कि भयो मकै कस्तो मकै मेरो त आँखा देख्छ नि त यिनीहरू चस्मा लाग्छ मिर्च मकै हो है है यो मकैमा पोलेको मकै भर्खरै तातो तातो छ अनि चट्ट अचार हालेर खुर्सानीको अचार हालेर अब म टोक्दैछु है त ल बरु दाँत चाहिँ पल्ला है super delicious यस्तो पो त खाना भनेको यार ओके अब चाहिँ हामी रोपाइँको लागि जाँदैछौँ
आज चाहिँ रोपाइको प्रोग्राम रहेछ। सो रोपाइमा पनि कस्तो हुँदो रहेछ हामी एक्सपिरियन्स लिनको लागि चाहिँ हाम्रो साथीको आफन्तको खेतमा रोपाइ गर्न जाँदैछौँ। सो हामी सबै रेडी होइन त एक्ज्याक्टली है? रोपाइँ गर्न जाने होइन त हामी? यस, रोपाइ गर्न जाने। All the girls with pretty mouths, they always walk your way. They follow you in cars and bars and even on airplanes. I'm special, yeah, I'm special, cause they just don't सुरु भयो। they just don't got what I've got. I'm someone you can take home to meet your mom and pa. I'm your trashy little cupcake, dressed in polka dots. So be a loudmouth Yankee lady, baby. You're just the cowboy that I'm looking for. कति कति एउटा रे? एउटा त हालेर मुस्कान एउटा दिनुपर्छ। ल ल ल It's gonna take time to get there. It's gonna take some कतिवटा भएछ पुष्पा? I'll sing now to me, baby. Won't you sing to me your name? I've been looking for something crazy. I've been looking for something tame. My sinning still, my criticizing, my hopeless heart that just wants to come on. Yeah, I found you outside, baby. You know I found you standing in the rain. You were holding a pound of heartache. Oh, you were wearing it like shame. Oh, if I've told you once, I told you twice, I tell you 3 times. I ain't gonna walk away. साथीहरू यतिकोसम्म चाहिँ बस्छ भने त मैले सोधेको पनि थिएन यार। ल मलाई सबै साथीहरू हामीले चाहिँ धान यसरी रोपेर चस्मा पनि यस्तो भइसक्यो। ल पछाडिबाट चाहिँ मेरो यहाँ कसले अघि छ्याप्दैछ होइन, अलिकति हिलो भएको कारणले अब म चाहिँ यहाँ ल When your heart feels like a cracked windshield, shattered in a wreck, you're too broke to even fix it, and it's all that you got left. Oh babe, I'll take the crumbs, I'll take the keys, I'll take anything you got. It's gonna take time to get ल यिनीहरूले हो मलाई हिलो लाउने मान्छेहरू यिनीहरू हो है। एकजना पनि क्या रमाइलो भयो है। ल दामी भयो। ल हिलो लाउने को रे? को लगाएको रे? यिनीहरू एकदम गरी मान्छेहरू। यो त यार क्या यिनीहरूले मलाई यस्तो हिलो लगाएर यस्तो यिनीहरू हिलो पनि लाउने र पैसा पनि लाउने। ल तँलाई यहाँ पानीमा पर्छ बोकेर आउँछ तँलाई खैतिर क्युआरले तँलाई 50 रुपियाँ हालिदिन्छु तँलाई। चटपट आउँछ नि कस्तो के आउँछ? ल All the girls with pretty mouths, they always walk your way. They follow you in cars and bars and even on airplanes. I'm special, yeah, I'm special, cause they just don't got, oh, they just don't got what I've got. I'm someone you can take home to meet your mom and pa. रोपाइको प्रोग्राम पनि सकियो, रमाइलो भयो। आएर सावर लिए मजाले फ्रेस भयो। अब चाहिँ हामी सुदीप भाइकोमा जाँदैछौँ। एकछिन सुदीप भाइकोमा बस्छौँ अनि फेरि हामी फर्केर आफ्नै ठाउँमा बेलुका डिनर गर्ने
अनि त्यसपछि भोलि त हामी ब्याक हुनु त भने होइन सो कहिले अहिलेसम्म के भइरहेछ त अहिलेसम्म त एकदम रमाइलो भइरहेछ अब भोलिको टिकट छ हाम्रो 7 बजेको 6:30 7 बजेको भोलि बिहानसम्म चाहिँ हामी अबेरसम्म चाहिँ हामी के गर्छौँ रमाइलो गर्छौँ तिमीहरू यस्तो रमाइलो होला हामी यस्तो कफी खान्छौँ चिया खान्छौँ ल हाम्रो भाइहरू हो चलाएर फेरि रहेछ नि फेरि के हो कडा ल उसलाई चिनिहाल्छ नि तिमीले बिर्सिनु भएको छैन धेरै पहिला देखे जस्तो लाग्यो जुन निर्मल अङ्कल घरमा बस्छ नि अगाडि घर उसको हो नि जमानामा रवि दाइहरूको बेलामा आउनु चाहिँ आउँथ्यो धेरै पहिला रवि के छ भाइ 20 वर्षभन्दा बढी अगाडि होइन जस धेरै अगाडि हो धेरै अगाडि यो त पुरा सिकारी कुकुर रहेछ नि खतरा आएर मिक्स खतरा रहेछ नि बाबुको घर हाम्रोदेखि माथि होइन र हो माथिल्लो हो नि बुवा मम्मीसँग हामी कति बात गरेर बसेको माथि आएर माथि घरमा सरेपछि पो रानीवनमा सरे मात्रै हो नि त त्यहाँ नगएको त पहिला चिन्नु भएको छ मलाई किन नचिन्ने मलाई चिन्नु भएको बरु मैले त अब देखिरहेको होला उसको मम्मी होइन त म आयो हाम्रो यो काँक्रो नि खानु पर्छ काँक्रो ल्याइदिनु त बुवा एउटा म ल दाइ काँक्रो खाऊ अब के खाने खाऊ म त आफ्नै घर जस्तो लाग्छ म त मागेरै खाने हो म ल टेस्ट गरौँ चेस गर ल मकै चेस यसपालि त मैले नाइस म त टन्न खाएर अहिलेदेखि वेट गरेर पानी पऱ्यो दाइ ठिक छ ठिक छ होइन राम्रो छ नि होइन गण्डकी भनेको त फेरि सङ्घले कानुन बनाउनु पर्छ नि छुट्टै त्यही डिबेट भइरहेको हिजो हामी हिँडेर आएको चाहिँ सबभन्दा पछाडिको देखेको डाँडा यो त्रिपुरा सुन्दरीको डाँडा निसबाट यस्तो यस्तो आएर तल झरेर फेरि यता आएर फेरि तल झरेर फेरि यो देखिने अहिले लास्टको देखिने डाँडाबाट छेउ यो पुरै घुमेर यता आएर अनि बल्ल फेरि यहाँको माथि डाँडा चढेर यता आइपुग्यो त्यहाँबाट चाहिँ अलमोस्ट लाइक 7 आवर्स हामी हिँड्यो एकदम एक्सट्रिम नै थियो यहाँको भ्यू पनि एकदमै राम्रो छ सो यो ठाउँबाट हेर्ने मजाको भ्यू ल गुड मर्निङ आज हाम्रो लास्ट डे अब हामी काठमाडौँ जाँदैछौँ अब निस्किने हो यो प्याकिङ स्याकिङ सब रेडी भइसक्यो यो हाम्रो मकै हो मकै भाँचो छ यहाँ अर्को रेडी हुँदैछ त्यहाँ बस्ने त्यहीँ बस्नुपर्छ अब सामान त्यो पनि अब एउटा छ